Hello, what's up? Welcome back to my channel, Vedas World Nepal. Hope everyone is all good and happy. And so, welcome back to my channel. है अनि आज चाहिँ म ड्रेसेसहरु सेलमा राख्दैछु हैन. इट्स अ न्यू है, नयाँ नै ड्रेसेसहरु हो, थ्रिफ्ट हैन. थ्रिफ्ट पनि राख्दै गर्नेछु हैन. थ्रिफ्ट पनि आई एम थिंकिङ के थ्रिफ्ट पनि हाल्छु भनेर. सो बट अहिले चाहिँ मेरो मेजर्स कलेक्सन अफिसियल एउटा पेज खोलेको छु हैन. अक्टोबर 2024 देखि स्टार्ट गरेथे मैले विन्टर देखि. अब अहिले समरको ड्रेसेस चाहिँ म सेल भन्नाले त्यो पुरानो त्यस्तो भएर हैन कि कुनै कुनै चाहिँ वान पीस एउटा बाँकी छ हैन, कुनै कुनै चाहिँ. सो त्यही भएर अनि कुनै चाहिँ नयाँ नै छ, कुनै चाहिँ वान पीस टु पीस त्यस्तो बाँकी भएको वाला. एन्ड मेरोमा चाहिँ मिनिमम नै प्राइस हुन्छ. क्वालिटी चाहिँ राम्रै हो हैन. प्राइस मिनिमम भनेर क्वालिटी चाहिँ त्यस्तो एकदम लो क्वालिटीको ल्याएको छैन. सो अब बिजनेस स्टार्ट गरेको छु नि त. सो भने मतलब लङ लास्टिङको लागि गर्नु पर्यो. नराम्रो त्यस्तो ल्याएर त हुँदैन हैन, एकचोटि बेचेर सकिने हैन नि त. सो अब आज चाहिँ सो लेट्स गेट स्टार्टेड हैन. फर्स्टमा चाहिँ यो व्हाइट वाला मैले क्रप लगाएको छु हैन. यो चाहिँ हल्का स्ट्रेचेबल हुन्छ. यो चाहिँ यो यस्तो खालको सिम्पल देखिन्छ, तर ब्याकमा चाहिँ पुरा ब्याकलेस छ हैन. यस्तो बान्नेवाला छ, यस्तो खालको हैन. यो फुकालेर गर्दा चाहिँ यो बान्नेवाला भयो. अगाडि चाहिँ यस्तो डिजाइनको भयो. अनि हजुरले चाहिँ अगाडि यसरी फुलवाला ब्रालेटहरु यस्तो नलाइकन सिम्पल त्यो अगाडिवाला कफ राख्ने हुन्छ नि. आजकल त सिलिकन प्याचेसहरु आएको छ. सो त्यो लगाएर यो लगाउनु होला. यसो त राम्रो देखिदैन नि, यस्तो भित्रको देख्ने गरी. सो यो चाहिँ सिम्पल खालको भयो. अनि यसको चाहिँ जम्मा 150 रुपैयाँ मात्र छ. यो चाहिँ वान पीस लेफ्ट भयो हैन, एउटा मात्र पीस बाँकी छ. अनि यो छुदा हल्का दाग लागेको छ हैन, धोएपछि चाहिँ जानेवाला छ. सो फेरि मैले धोएर हजुरलाई बेच्यो भने युज गरेको भन्नुहुन्छ भनेर मैले धोएको चाहिँ छुइनँ हैन. बट यो छुदा व्हाइट भयो नि त, छुदा हल्का चाहिँ मैलो चाहिँ भएको छ है. सो यसको चाहिँ 150 रुपैयाँ छ. एन्ड देन यो जगर्स छ. जगर्स पनि एकदम हाई क्वालिटी छ है. यो अरू कम्पेयर टु अरू सपहरुमा त एकदमै एक्सपेन्सिभ छ. बट मैले चाहिँ नि अब भर्खर स्टार्ट पनि गरेको, प्लस मैले सोचेकै छु म धेरै प्रफिट राखेर चाहिँ नि त्यो सामानहरु बेच्दिन, ठिक राखेर गर्छु भनेर. अनि यो चाहिँ जगर्स भयो हैन. यस्तो चुम्म परेको हुन्छ यहाँ. यो जगर्सको पनि 450. यो टी शर्टको यो टप्सको चाहिँ 150, जगर्सको चाहिँ 450 हैन. यसमा चाहिँ कलर्स अवेलेबल छ है. यसमा चाहिँ दुईटा कलर्स अवेलेबल छ. यो पछाडी ड्रेसेस भयो, पकेट भयो. क्वालिटी चाहिँ एकदम राम्रो छ. यो प्यान्टको पनि सफ्ट हुन्छ नि. यो यसरी डेली युजको लागि भयो, बाहिर जगिङ गर्दा वा घरमै जता लगाए पनि हुन्छ. यो जगर्सको चाहिँ 450 है. यसको चाहिँ म अहिले कलर देखाउँछु. कलर चाहिँ एउटा यो कलर छ है. एउटा चाहिँ यो छ, यस्तो तल चाहिँ यस्तो चुम्म हुन्छ हैन, हल्का स्ट्रेचेबल हुन्छ, एकदम धेरै स्ट्रेच चाहिँ हुँदैन. अनि यहाँ चाहिँ नि यो बान्ने छ है, इलास्टिक प्लस यो बान्ने पनि छ. ओके, यसको चाहिँ 450. यो एउटा कलर, यो एउटा कलरमा छ. एन्ड देन यो एउटा कलरमा छ है. सो यसमा चाहिँ दुईटा कलर मात्रै छ. अनि यो क्रपमा चाहिँ यो वान पीस मात्रै लेफ्ट भएको भएर 150 मै दिँदैछु. सो आई अलरेडी मेन्सन के यो छुदा हुन्छ नि, हल्का फोर भएको छ. हजुर चाहिँ वास गरेर लगाउनु पर्ने हुन्छ है. सो अनदर वान छ यो स्यान्डो छ है. यो स्यान्डोमा चाहिँ कलर्स पनि अवेलेबल छ. यो स्यान्डो पनि स्ट्रेचेबल वाला नै हो, तर यो साइज चाहिँ नि कतिसम्म आउँछ भन्दा कि 36 बर्स साइजसम्म मात्र हुन्छ है. सो यसमा चाहिँ कलर्स अवेलेबल. यो स्यान्डोको चाहिँ 450 रुपीस. यसमा चाहिँ कलर्स अवेलेबल छ. यो ब्ल्याक भयो हैन, ब्ल्याक कलर, यो ब्ल्याक कलर छ. अनि त्यसपछि यो व्हाइट अवेलेबल छ. यसमा चाहिँ तीनटा कलर्स अवेलेबल छ. सो नेक्स्ट पनि स्यान्डो नै छ. यो स्यान्डो चाहिँ एकदमै इजी वेयर है, इजी टु वेयर. यस्तो स्ट्रेचेबल छ हैन. यो चाहिँ कलर चाहिँ यही, यो स्यान्डोको चाहिँ कलरमा यही मात्र छ, अर्को कलर्स अवेलेबल छैन यसमा. सो फर्स्ट वाला देखाएको स्यान्डोमा चाहिँ 3 कलर्स अवेलेबल. यो चाहिँ एउटा मात्रै कलर्समा अवेलेबल. अनि ड्रेसेस यो चाहिँ बाँकी छ हैन. यो चाहिँ अलि धेरै पिस नै बाँकी छ. सो यो चाहिँ 70 केजी 75 केजी सम्मलाई पनि हुन्छ, कज यो एकदम स्ट्रेचेबल एन्ड यस्तो हाई क्वालिटीको हैन, यस्तो सफ्ट छ. यसको प्राइस चाहिँ 800 रुपीस हजुरलाई. यो स्यान्डो नै हो, तर यो चाहिँ अलिक लामो पनि छ हैन, यहाँसम्म कमरसम्मै आउँछ. यस्तो वान छ टप्स नै हो हैन, क्रप भन्ने नि हुन्छ. यो एकदम तलसम्म हुँदैन, यति हुन्छ. यसको चाहिँ यहाँ साइड चेन हुन्छ है, यहाँ साइड चेन ओपन गर्ने यहाँसम्म हुन्छ. अनि
यहाँ चाहिँ हल्का यस्तो डिजाइन दिएको छ हैन यो पनि अब मसँग 1 पिस मात्रै लेफ्ट है अब 1 पिस मात्रै बाँकी भएकोले मैले यस्तो 200 रुपैयाँ मै सेल गरिरहेको छु सो यसको चाहिँ 200 एकदम इजी छ है वेयर गर्नलाई चाहिँ यो चेन ओपन गरेर लाउनुहोस् 38 बर्स साइजलाई मलाई मात्र हुन्छ है 36 आई गेस 36 सम्मलाई हुन्छ 38 हैन सरी 36 हुन्छ मे 34 प्लस 2 36 बर्स साइजलाई सम्म मात्र हुन्छ यो है धेरै हेल्दीहरुले चाहिँ अर्डर नगर्नुस् होला यसको चाहिँ नि जम्मा 200 मै दिइराछु किनभने पछाडी यस्तो छ यो अब मसँग 1 पिस मात्रै लेफ्ट के हुन्छ नि सेल गरेर बाँकी मात्र छ सो त्यही भएर 200 मै दिए सिम्पल छ राम्रो छ हैन यस्तो फुल बुट्टे सिम्पल लाउनु पनि क्रप टप भयो है अनदर स्यान्डो यो पनि स्यान्डो नै हो हैन यस्तो सफ्ट कपडामा छ हैन यो चाहिँ स्ट्रेचेबल पनि छ यसको पनि 450 नै हो यसमा चाहिँ कलर्सहरु एकदम अवेलेबल धेरै छ अनि यो चाहिँ यस्तो लामो हैन यस्तो लामो टी-शर्ट जस्तो लगाउनु भएको हुन्छ मन नपर्नेले चाहिँ यतिकै यस्तो फोल्ड गरेर लगाउनु भएको पनि हुन्छ यसको पनि 450 यसको चाहिँ कलर्स अवेलेबल हैन यसमा चाहिँ कलर्सहरु धेरै नै छ व्हाइट छ पिंक छ ब्लू छ ऑरेंज छ अनि कुनै कुनै चाहिँ प्लेन पनि छ यो प्रिन्ट चाहिँ सेम हैन है फेरि म देखाइहाल्छु प्रिन्ट चाहिँ डिफ्रेन्ट हुन्छ यो चाहिँ प्लेनमा भयो यहाँ यो प्लेन भयो है फेरि यो चाहिँ यस्तो खालको भयो यस्तो पछाडी यस्तो हुन्छ हैन यो चाहिँ सिम्पल अगाडि यो सिम्पल वाला भयो है यस्तो प्याटर्नमा यो चाहिँ हल्का यस्तो डिजाइनमा छ यो छ हैन यो चाहिँ प्लेन भयो यो एउटा कलर भयो अनि अर्को पनि यो जस्तै वाला चाहिँ यसमा चाहिँ नि प्रिन्ट भएकोमा चाहिँ प्रिन्ट चाहिँ फेरि डिफ्रेन्ट छ है यो चाहिँ ब्ल्याकमा भयो हैन यो 450 भयो अनि फेरि अर्को ब्लूमा छ ब्लू पनि प्लेनै छ हैन ब्लू पनि प्लेनमै हो यस्तो डिजाइन भयो हैन पछाडी यस्तो सो यो पनि 450 नै भयो एन्ड देन अर्को पनि छ स्यान्डो हैन यो चाहिँ नि पिंक कलरमा भयो यो पनि प्रिन्ट वाला भयो यो र यो चाहिँ नि एउटै प्रिन्ट भयो कलर चाहिँ नि ग्रीन एकदम मजाको ग्रीन छ है ग्रीन र पिंक भयो है 450 अनि त्यसपछि यो व्हाइट एउटामा पनि रहेछ यो आइफल टावर भएको प्रिन्टमा चाहिँ तीनटा कलर्स अवेलेबल छन् यो चाहिँ सबै हो पर पिसको चाहिँ 450 रुपैयाँ दिस इज स्यान्डो नै हो तर यो चाहिँ अनदर टाइप भन्दा सिम्पल स्यान्डोहरु त यस्तो हुन्छ बट डिजाइन प्याटर्न चाहिँ चेन्ज भयो यो पनि यस्तो इजी टु वेयर हैन एकदमै यो समरको लागि चाहिँ बेस्ट है यसमा चाहिँ कलर्स अवेलेबल छ है यस एकदम हेर्न सक्नुहुन्छ हजुरले एकदमै यसमा चाहिँ कलर्स अवेलेबल छ यसमा चाहिँ एउटा यो व्हाइट एन्ड ब्ल्याक तीनटा कलर्स अवेलेबल छ एउटा ग्रे कलरमा छ है अनि ब्राउन ग्रे हैन ब्ल्याक र ब्राउन अनि यस्तो मिक्स वाला भयो यो चाहिँ व्हाइट ब्लूमा भयो हैन ब्लूमा पनि यस्तो प्याटर्न के यो पनि मैले 450 मै दिइराछु हैन स्यान्डोको सिमिलर प्राइस छ अघिको एउटाकोमा चाहिँ 800 छ हैन यो पनि 450 मै दिइराछु यो पनि एकदम 70-75 केजी सम्म पनि हुन्छ एकदमै शीतल छ क्या हैन एकदम यो लामो पनि छ छोटो मनलाई यसरी लगाउनु भए हुन्छ हैन नेक्स्ट ड्रेस छ मसँग यो यस्तो प्रिन्टेड एनिमल प्रिन्टेड वाला टप छ हैन यसमा चाहिँ यो कफ अलरेडी अट्याच छ सो लगाउनु पर्दैन भित्र एक्स्ट्रा ब्रा लाउनु पर्दैन यसमा अलरेडी अट्याच छ हैन पछाडी चाहिँ यस्तो भयो यो चाहिँ इलास्टिक वाला नै हो 38 बर्स साइज सम्मलाई हुन्छ एन्ड देन यसको चाहिँ यसो स्ट्राइप चाहिँ यस्तो मात्रै हुन्छ है यस्तो मात्रै यसमा चाहिँ कलर्स दुईटा अवेलेबल छ मसँग हैन सो यो एउटा छ ब्राउन अनि त्यसपछि यो व्हाइट एउटा छ हैन यसको चाहिँ जम्मा मैले 500 मै सेल गरिरहेको छु हैन 500 है ब्राउन पनि लगाएर देखाएँ मैले ब्राउन चाहिँ यस्तो देखिन्छ है पछाडी यस्तो भयो अनि यस्तो यो कफ भयो एन्ड देन यो स्ट्राइप्स भयो है यो चाहिँ स्ट्रेचेबल है सो यसको चाहिँ 500 रुपैयाँ नेक्स्ट ड्रेस छ यो टी-शर्ट टप्स हैन यस्तो शीतल फिल हुन्छ एन्ड देन यो चाहिँ यस्तो स्ट्रेचेबल छ हैन एकदम स्ट्रेचेबल सो यो 75 केजी सम्मलाई पनि हुन्छ है जसले लगाइ बडी कन ड्रेसेस हुन्छ नि हाम्रो जसले लगाइ उहाँलाई फिट हुने टाइपको यस्तै खालको छ यसमा चाहिँ नि कलर्स अवेलेबल छ यो चाहिँ क्रप टप टी-शर्ट भन्यो हैन सिम्पल खालको छ बट एकदम इजी टु वेयर र एकदम इलास्टिक वाला छ हैन यसमा चाहिँ ब्ल्याक कलर छ यो चाहिँ चकलेट ब्राउन भयो ब्ल्याक कलर छ अनि त्यसपछि व्हाइट कलर पनि छ अनि त्यसपछि यसमा डार्क ग्रीन पनि छ है
डार्क ग्रीन पनि अवेलेबल छ यसको प्राइस चाहिँ जम्मा 800 रुपैयाँ है यो टपको चाहिँ प्राइस चाहिँ 800 क्वालिटी एकदम हाई छ है सो यस्तो देखिन्छ सिम्पल स्क्वायर प्यान्ट जेमा लाउँदा पनि हुन्छ है यसको चाहिँ 800 रुपैयाँ ड्रेस छ यो चाहिँ सिमरी टाइपमा छ है यस्तो शाइनिङ वाला छ यो चाहिँ नेटको टप्स भयो यसको चाहिँ डिजाइन यहाँ यस्तो छ हैन सो हजुरलाई चाहिँ अलिक छोटो अझै त्यो गर्नु मन छ भने चाहिँ यो डोरी यस्तो माथि पठाउने हैन यस्तो घटार्ने अनि यसरी बाँध्नु मिल्छ यसरी राखेर यो कर्सेट जस्तो शेप दिन पनि मिल्छ सिम्पल नै छ यो चाहिँ नेटको भयो भित्र अर्को केही लगाएर हजुरले चाहिँ यो लाउनु मिल्छ यसमा चाहिँ दुईटा कलर अवेलेबल छ यो पर्पल कलर भयो एन्ड देन अर्को चाहिँ मरुन कलर है यो चाहिँ मरुन कलर है शाइनी वालामा छ सिमरी टाइपकोमा यसको पनि प्राइस 800 है यस्तो स्ट्रेचेबल छ है यो नेटको स्ट्रेचेबल यो पनि 75-80 सम्मै हुन्छ एकदम स्ट्रेचेबल सफ्ट वाला नेट छ है अनि यसरी लाउने भयो अनि हजुरलाई यसरी मन पर्दैन भए यो लामै गर्नु पनि मिल्ने भयो हैन यो त यसो गर्दा चाहिँ हल्का डिजाइन पनि आउँछ नि त सो त्यस्तो मन पर्दैन भए यो यतिकै राखेर यहाँ बाँधिदिनु भयो अदरवाइज चाहिँ यस्तो डिजाइन गरेर लाउनु भयो पनि हुन्छ सो यसको चाहिँ 800 रुपैयाँ है अनि त्यस्तै टाइपमा अर्को यो यस्तो नेट यो पनि नेट हो बट अघिको अर्कै नेट हैन यो पनि नेटै हो सो यसमा पनि अवेलेबल छ हैन यो पनि यो ट्रान्सप्यारेन्ट टाइपको छ धेरै ट्रान्सप्यारेन्ट त छैन बट स्टिल हल्का अनकम्फर्टेबल फिल हुन्छ भने चाहिँ हजुरले भित्र अर्को लगाएर लाउनु भए पनि हुन्छ हैन लगाएर देखाइहाल्छु हजुरलाई यो चाहिँ यस्तो सो यसमा भित्र हजुरलाई जे मन पर्छ त्यो स्यान्डोहरू लगाएर यसरी लगाउनु भयो हुन्छ यो चाहिँ यस्तो घाँटी समस्या आउँछ यो चाहिँ ड्र्यागन प्याटर्न वाला भयो हैन यस्तो वाला यो पनि स्ट्रेचेबल हो है यो पनि स्ट्रेचेबल लाउन एकदम सजिलो हैन सो यस्तो खालको छ यो चाहिँ 700 है अघिको चाहिँ 800 यो चाहिँ 700 हो यसमा कलर्सहरु चाहिँ प्याटर्नहरु चाहिँ एउटा यो भयो यो मैले लगाएको एउटा भयो अनि यो एउटा भयो अनि त्यसपछि अर्को यो बटरफ्लाई वाला एउटा छ है यसको चाहिँ 700 है यसको पनि एकदमै सफ्ट छ हेर्न सक्नुहुन्छ यस्तो स्ट्रेचेबल प्लस यस्तो इजी टु वेयर हैन समरमा सो यो तीनटा प्याटर्नमा अवेलेबल छ यसको चाहिँ 700 रुपैयाँ है अघि अगाडि देखाएको चाहिँ 800 भयो यसको चाहिँ 700 यस्तो सजिलो लगाएको जस्तै छैन सो हजुरलाई चाहिन्छ भने चाहिँ प्लिज @Majors Collection Official इन्स्टाग्राम छ है म लिंक लेखिदिहाल्छु इन्स्टाग्रामको पेजमा चाहिँ नि स्क्रिनशट गरेर हजुरले चाहिँ मेसेज गर्नुपर्ने हुन्छ है नेक्स्ट ड्रेस छ हैन यो पनि यो नेटकै हो यो चाहिँ यसरी यो चाहिँ शर्ट टाइपको भयो हैन यो चाहिँ यसरी लाउने यो चाहिँ एकदम हल्का स्टाइलिश वाला छ सो यो चाहिँ नि यसरी पुरा बटन लगाउनु पर्ने हुन्छ यसमा चाहिँ बटन भयो हैन यो सबै बटन्सहरु भयो यसरी बटन्सहरु लगाउने अनि यसलाई चाहिँ नि टु वेमा स्टाइल गर्नु मिल्छ के यसरी लगाउँदा पुरा बटन्सहरु लगाएर यो चाहिँ अलरेडी स्टाइलिश नै हुन्छ नि यो त्यस्तो खालको छ के यसमा चाहिँ यसो दामी देखिन्छ यो अलरेडी यस्तो स्टाइलको छ हैन यो यो अलरेडी यस्तो स्टाइलको छ के हैन हेर्न सक्नुहुन्छ नि अनि यहाँ यस्तो डिजाइन छ अनि हजुरलाई यो पुरा बटन लगाइन चाहिँ यस्तो हुन्छ अदरवाइज यो बटन नलागिकन यो पनि अझ एउटा दुईटा बटन नलाउने यसरी निकाल्ने हैन अनि यसरी लगाउँदा पनि हुन्छ कि यहाँ पनि यस्तो डिजाइन भयो पछाडी सिम्पल भयो यो चाहिँ शर्ट नै हो है अनि यसरी टु वेमा हजुरले लाउन सक्नुहुन्छ कस्तो दामी छ हेर्नु न यो हल्का यस्तो पफी डिजाइनको छ हैन बाउलामा हाफ भइहाल्यो सो यसरी लाउँदा पनि एनीवे हुन्छ नि हजुरलाई जुन लाउन मन लाग्छ त्यसरी लाउनु मिल्छ अनि यसको चाहिँ 700 रुपैयाँ यसमा चाहिँ यो व्हाइट कलर भयो अनि क्रीम कलर एउटा अवेलेबल छ एउटा चाहिँ यो क्रीम त्यति धेरै फरक छैन हैन तर यो हल्का थोरैमा चाहिँ यो क्रीममा भयो यो चाहिँ प्योर व्हाइटमा भयो दुईटा कलर्स अवेलेबल छ अनदर वान चाहिँ यो वाला है यस्तो झन् दामी यसमा चाहिँ दुईटा कलर्स अवेलेबल छ व्हाइट एन्ड यो ब्ल्याक भयो यो चाहिँ नेट भयो यता हैन यो हाई यहाँ नेक सम्मै भयो अनि यो चाहिँ यहाँ चाहिँ नेट प्याटर्न छ हैन अनि यो चाहिँ कफ अलरेडी यसमा छ प्याडेड भएको भएर हजुरले चाहिँ ब्राभित्र एक्स्ट्रा लाउनु पर्दैन यो चाहिँ यस्तो भयो पछाडी चाहिँ यस्तो इलास्टिक भयो पुरा इलास्टिक भएको भएर यो
अलिक वेट बडीलाई पनि मिल्छ हैन अनि यहाँ चाहिँ पुरा यो राइम स्टोन्सहरु छ यो यहाँ राखिरा छ यो चाहिँ चढ्दैन है यो चाहिँ अनि यसमा चाहिँ व्हाइट र यो ब्ल्याक कलर अवेलेबल है ब्ल्याक भइहाल्यो सो व्हाइट पनि ओपन गरेर देखाउँछ हैन व्हाइट चाहिँ यस्तो भयो यो पुरा यहाँ राइम स्टोन्सहरु भयो अनि यता प्याडेडतिर पनि राइम स्टोन्स भयो हैन अनि यस्तो इलास्टिक भयो नेट पनि स्ट्रेचेबल भयो पुरा यस्तो यहाँ पछाडि इलास्टिक हुन्छ कि सो यो 70 kg 75 त्यसलाई पनि अट्छ हैन यहाँ अलरेडी प्याडेड भएको भएर चाहिँ भित्र एक्स्ट्रा ब्रा राख्नु पर्दैन हैन सो यस्तो देखिन्छ यसको चाहिँ 900 रुपैयाँ यसको अब चाहिँ म ड्रेसेसहरु देखाउनु ड्रेसेस मतलब यस्तो वान पिसहरु देखाउन लाग्छ अघि चाहिँ टप्सहरु भइरहेको थियो सो यो चाहिँ नि सिम्पल खालकै छ हल्का यति मात्र प्याटर्न डिजाइन छ हैन अनि यस्तो खालको चाहिँ लार्ज साइज है यहाँ चाहिँ कट छ यो चाहिँ नि शिफोनको है यसमा भित्री पनि छ भित्री चाहिँ यहाँसम्म मात्रै छ है धेरै लामो छैन भित्री चाहिँ यहाँ यस्तो छ कट छ यस्तो शिफोनमा है लेन्थ चाहिँ यतिसम्म छ अझ देख्न सक्नुहुन्छ हैन अनि यसको पछाडि चेन छ मैले चाहिँ पुरा लगाएको छैन चेन यहाँ चेन भयो हैन सो यो चाहिँ 36 बर्स्ट साइज लार्ज साइजमा चाहिँ 36 सम्मलाई अट्छ हैन सो यो मलाई हल्का अझै लुज भइरहेको छ मेरो 34 मात्रै छ सो यो चाहिँ यस्तो भयो हैन सिम्पल डिजाइन यसमा चाहिँ कलर्स अवेलेबल छ सो यसमा यो एउटा भयो यसमा चाहिँ यो कलरमा चाहिँ लार्ज साइज भयो एन्ड देन यसमा चाहिँ मिडियम साइज भयो हैन यसमा चाहिँ यसमा अनि अर्को एउटामा चाहिँ एक्सेल साइज छ है यस्तो साइडमा चिरेको भइहाल्यो यसको चाहिँ दाम 650 हैन मैले 650 मा राखेको छ यो चाहिँ एकदम दामी छ शिफोनको हैन लाउन पनि एकदम इजी मैले यसो लगाएर देखाइरहेको छु मलाई लगाइरहेको जस्तो फिल भइरहेको छ सो इजी टु वेयर अनि हल्का यहाँ स्टाइल पनि छ हैन सो अनदर छ यो चाहिँ नि यस्तो प्याटर्नमा ब्ल्याक एन्ड व्हाइटमा यस्तो स्ट्राइप जस्तो हैन त्यो चाहिँ टप्स भइहाल्यो यसमा चाहिँ हल्का यो डिजाइन छ यसमा चाहिँ यही कलर मात्र अवेलेबल छ है यो यस्तो क्रिस क्रस छ हैन यस्तो इजी टु वेयर यो पनि नेटकै हो तर यसमा चाहिँ डबल लेयर छ हैन नेटको त्यही भएर यसमा चाहिँ भित्र अर्को एक्स्ट्रा केही लाउनु पर्दैन हैन यसको चाहिँ 800 यसको पनि 800 रुपैयाँ है यस्तो मज्जाको एन्ड देन यो चाहिँ मर्मेड स्कर्ट छ यो मर्मेड स्कर्ट चाहिँ 900 यसमा चाहिँ रेड ब्ल्याक र यो ब्राउन कलर अवेलेबल है यस्तो हुन्छ मर्मेड स्कर्ट चाहिँ यहाँ हल्का यस्तो मर्मेड शेप हुने भएर सो मर्मेड स्कर्ट चाहिँ कलर्स अवेलेबल यो टी सर्टको चाहिँ यही मात्र कलर छ यसमा चाहिँ यो रेड कलर भयो यो रेड कलर एउटा छ अनि त्यसपछि यो ब्ल्याक कलर है तीनटा कलर्स अवेलेबल छ मर्मेड स्कर्ट चाहिँ यस्तो लाउन सजिलो छ इलास्टिक यो यतिकै इलास्टिक वाला भयो नि त कमरमा बेल जस्तो सो यस्तो यो रेड चाहिँ हल्का कमर 29 त्यस्तोलाई लिनु होला हैन अनि अरु चाहिँ नि 30-31 कमरसम्म हुन्छ ब्ल्याक र यो ब्राउन चाहिँ चकलेट ब्राउन चाहिँ सो यसको चाहिँ 900 अनि यसको चाहिँ 800 है यो टप्सको चाहिँ मसँग यो सिम्पल वाला टी सर्ट पनि छ यो चाहिँ यसमा अट्याच है यो डबल हैन यसमा बाउला मात्र अट्याच है यो अनि यो यस्तो भयो हैन यो फ्री साइज हो यो चाहिँ युनिसेक्स हो केटाकेटी जसले लाउँदा पनि हुन्छ यसको चाहिँ 700 यसमा चाहिँ कलर्सहरु अवेलेबल छ है चाहिँ यस्तो भयो हैन बाउला चाहिँ सबैको ग्रीन नै छ यो बाउलामा त अट्याच है यो चाहिँ फ्री साइज हो केटाकेटी जसले लाउँदा पनि हुन्छ कपडा चाहिँ एकदम राम्रो छ यस्तो लुज हुने त्यस्तो केही हुँदैन है यसको चाहिँ 700 रुपैयाँ है यसमा चाहिँ ब्ल्याक पनि छ चाहिँ म बडीकन देखाउँदैछु है यो बडीकन चाहिँ एउटै कलर्समा मात्र अवेलेबल छ है अनि यसको भित्री पनि छ यो चाहिँ नि कतैबाट कट छैन यो स्ट्रेचेबल भयो अनि सर्टेड लगाउने वाला भयो हैन यसको डिजाइन चाहिँ नि पछाडी चाहिँ क्रिस क्रस छ ब्याकलेस टाइपको हैन यस्तो क्रिस क्रस गरेर लाउने भयो अनि यो यस्तो भयो हैन स्ट्रेचेबल लेन्थ चाहिँ तलसम्मै हुन्छ यो चाहिँ साइड कटहरु केही छैन खाली स्ट्रेचेबल सो इजी टु वेयर लाउन सकिन्छ सजिलैले यो मैले लार्ज साइज वेयर गरिरहेको छु हैन सो यो पनि स्ट्रेचेबल भएर 65 सम्म आउँछ 65 अनि एक्सेल चाहिँ 70 सम्म आउँछ यसको चाहिँ जम्मा 650 है यो बडीकनको चाहिँ जम्मा 650 सो भिडियो चाहिँ कन्टिन्यू हुन्छ हैन पार्ट 1 पार्ट 2 गरेर प्लिज सबै चेक गर्नु होला हैन अनि हजुरलाई चाहिन्छ भने चाहिँ इन्स्टाग्राम मेजर्स कलेक्सन अफिसियल @मेजर्स कलेक्सन अफिसियल यहाँ तल पनि लिंक ल्याइदिन्छु हैन सो त्यसमा चाहिँ नि स्क्रिनशट गरेर मेसेज गर्नुहोस् थ्यांक यू सो मच फर वाचिङ अरु भिडियो पनि हेर्दै गर्नु होला डु सब्स्क्राइब